यो पाइप फेरि जाने बित्तिकै भनेपछि यो तपाईँको इडिएस को भयो होइन मोटरको यो चाहिँ मोटरको पम्प भयो अर्को चाहिँ अब एउटा यो हो चाहिँ ब्याट्रीको भयो ओके सुरुमा के हुन्छ भन्दाखेरि टेम्परेचर सेन्सर यहाँ छ ओके यो पाइपमा टेम्परेचर सेन्सर लियो कुल्यान्टको सुरुमा के हुन्छ भन्दाखेरि जब कुल्यान्टहरू पाइपमा फ्लो हुन्छ होइन अनि गाडी कुद्छ अनि त्यसपछि त्यो कुल्यान्टको टेम्परेचर बढ्छ होइन अनि टेम्परेचरले सेन्स गर्छ अनि त्यो टेम्परेचर सेन्सरले सुरुमा भिसियुलाई भन्छ होइन यसको टेम्परेचर हाई भयो भनेर अनि भिसियुले के गर्छ भन्दाखेरि अनि पम्पको रिले छ तपाईँको होइन अनि रिलेलाई अपरेट रिलेको थ्रुबाट पम्प चलाइदिन्छ ओके अनि पम्प चलाइदिइसकेपछि त्यसपछि कुल्यान्ट तपाईँको यो एक्सपेन्सन ट्याङ्कबाट फ्लो हुन्छ अनि त्यसपछि यो फ्लो भइसकेपछि सुरुमा मैले सुरुमा मोटर भन्दैछु है त अनि मोटरमा यो कुल्यान्ट तपाईँको सुरुमा ओबिसीमा जान्छ यहाँबाट हेर्नु यो ओबिसीमा यो 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 यसरी आयो क्या सुरुमा यो ओबिसीमा आयो सिसियुमा वा ओबिसीमा आयो यो पम्पबाट अनि यहाँबाट मोटर कन्ट्रोल युनिटमा जान्छ यो यसको यो इन आउट पनि लेखा हुन्छ इन र आउट भयो होइन यो आयो यो मोटर कन्ट्रोल युनिटमा गयो मोटर कन्ट्रोल युनिटमा मोटरमा त्यसपछि मोटरमा गयो यो यसको इन हो यसको आउट हो यहाँबाट मोटरमा यो गयो तपाईँ यहाँ मोटरमा गइरहेको छ नि तपाईँ होइन अनि मोटरमा गयो त्यसपछि मोटरबाट रेडिएटरमा यो दिसमा यो अनि रेडिएटरमा आएपछि फेरि त्यसपछि चिसो भएर अनि फेरि रेडी टु अर्को अब फेरि त्यस्तै सर्कुलेट पनि हुन्छ सर एक सेकेन्ड है सर यो छ नि जस्तो यो फ्यान त टेम्परेचर रिड गर्छ टेम्परेचर अनुसार यो चल्ने भयो होइन यो वाटर पम्प त गाडी स्टार्ट गर्ने बित्तिकै कन्टिन्युसली जति टाइम स्टार्ट भयो त्यो टाइम नै चलिरहन्छ के हुन्छ चल्दैन टेम्परेचर बढिसकेपछि टेम्परेचर सेन्सर के को लागि हो त त्यसको लागि त तर खासमा वाटर पम्प भनेर त सर धेरै चलिराख्नु पर्ने क्या चलिराख्नु पर्ने हो नि त खासमा त किन चल्छ हामीलाई जति बेला कुलिङ चाहिँ त्यति बेला चलाउने हो नि त गाडीसँग त्यो मिल्दैन बेल्टमा लाउनु भयो मात्रै चलिरहनु यो त त्यसैले त सेन्सर हुन्छ सेन्सरले चेन्ज गर्छ यो चाहिँ ड्राइभ चाहिँ यो बिएमएसले गर्ने यसको भिसियुले गर्ने भयो चाहिँ मोटरको अर्को बिएमएस गाडी अनुसार फरक पर्छ कुनैमा दुईटैले बिएमएसले गर्छ कुनैमा दुईटैले यसले गर्छ फेरि मोटरले गर्छ 12 भोल्टबाट चल्छ यसले चल्ने भनेपछि प्राय 12 भोल्टै हुन्छ 12 भोल्टैबाट अनि त्यो कुरा भयो अब यसको कुरा गरौँ दुई पिन हो नि सर हैन 3 पिन हो एउटा चाहिँ पावर एउटा ग्राउन्ड एउटा चाहिँ पिडब्ल्युएम सिग्नलिङको लागि हो क्या तीनटा हुन्छ अहिले त्यहाँ हेर्छ मजाले खोलेर पनि हेर्छ त्यो सिग्नल चाहिँ के सिग्नल दिन्छ सर त्यो त खासमा त मानौ न जस्तो पम्प यो पम्प चल्नलाई के सिग्नल चाहियो तपाईँको 12 भोल्ट चाहिन्छ केही चाहिन्छ ग्राउन्ड एउटा हुन्छ कन्टिन्युअसली प्लस पोजिटिभ आइसक्यो त्यही दुईटा त त्यो हो एउटा चाहिँ तपाईँको के को सिग्नल दिन्छ भन्ने पिडब्ल्युएम सिग्नल हो क्या त्यो भनेर के भनेको मोटर चाहिँ कति स्पिडमा गुडिरहेछ त्यसको लागि हो क्या पिडब्ल्युएम सिग्नल भनेको ड्युटी साइकल हुन्छ क्या तपाईँको होइन ड्युटी साइकल तपाईँको त्यहाँको कोइल एक्टिभ नहुने बित्तिकै बल्ब एउटा निप्दा त आजभोलि नबल्दा त दुई पिनकोमा पनि बल्ब नबल्दा पनि होइन अनि यो चाहिँ हामीले पिडब्ल्युएम सिग्नल हो क्या पल्स विथ मोडुलेटर सिग्नल यो चाहिँ हामीले डाटा हेर्न लाइभ डाटाबाट अनि त्यहाँबाट सुन्नु त्यहाँबाट पनि हामी लाइभ डाटाबाट के अरे भिडिएसआर पनि पम्प चलाउन सक्छ कि फोर्सवर्ड रोडबाट त्यस्तो सिस्टम एक्चुएटर चेक गर्दा भयो होइन सर यो छ नि यो मोटरलाई छ नि सर यो मोटरको चाहिँ स्पिड कन्टिन्युसली एउटै हुन्छ कि अप डाउन हुन्छ सर फरक पर्छ नि तपाईँको धेरै तातो भयो भने एकदम स्पिडमा चल्ने भयो चिसो भयो भने थोरै स्पिडमा चल्छ यो पनि फ्रिक्वेन्सीमै चल्ने भयो किन हजुरले रिले चल्नेलाई चाहिँ त्यस्तो गर्न मिल्छ र बिर्दै नमिल्नु पर्ने त्यही भने अनि रिलेबाट एक्टिभ हुन्छ पिडब्ल्युएम सिग्नल त्यसको लागि पनि हुन्छ गर्नै मिल्दैन पिडब्ल्युएम सिग्नल यसमा मैले त्यो डाइरेक्ट इसिएमबाट आउनु पर्यो हैन त्यसरी फ्रिक्वेन्सी हैन फरक पर्छ तपाईको त्यो यो स्पिड चाहिँ तपाईको फरक पर्छ सिग्नलले फरक पार्छ यो फ्यानलाई भनौँ न हैन यो फ्यानलाई चाहिँ यता आधा साइड रेस्टेड हुन्छ रेस्टेडबाट चाहिँ स्लो फास्ट गर्न मिल्यो रेस्टेडमा जाने स्लो भयो माथि आयो डाइरेक्ट जानु फास्ट भयो तर यसबाट दुईटा मात्रै त यदि डाइरेक्ट हो भने त रिलेबाट डाइरेक्ट जाने भने त स्पिड एउटा हुन्छ नि त एउटा तार त तपाईँको रिडिङको लागि भन्नु जस्ट एउटा रिडिङ त्यो पिडब्ल्युएम सिग्नलको लागि कतिको चलेछ छैन उसलाई दिने भयो हैन जस्तो मैले यो क्वेशन स्पिड फास्ट स्लो त हुने त यसमा देखिएन कि उहाँले त्यो भन्नु त्यो अनि रिले पनि त्यसको होला क्या तपाईँको फास्ट स्लोको लागि छुट्टै रिले दुईटा रिले दिएको हुन्छ त्यो कन्ट्रोल गर्ने यताबाट होला नि त किनभने जस्तै भिसियुले सुन्नु न भिसियुले अब कम हिट भएको बेलाखेरि कम त्यो यताको रिले दुईटा रिलेबाट कन्ट्रोल स्लोको छुट्टै होला फास्टको छुट्टै भयो त्यसमा हुन्छ कि
नत्र कहिलेकाहीँ चाहिँ सर सबै सिस्टम ठिक छ तर पनि हिटिङ प्रब्लम आइरहेछ भने त्यसको स्पिड कम भएको पनि त हुनसक्छ नि त त्यो भएर चाहिँ मैले हुनसक्छ। भन्नु खोजेँ कि त्यो मतलब यो अप डाउन हुन्छ यसको स्पिड हुन्छ यो म्याक्सिमम त्यो डाटा हेर्नु न त्यो सुरुमा पठाएको थियो नि डाटा कतिसम्म पुग्छ आरपिएम भनेर लेखेकै छ मैले नबुझेको एउटा यो दुईटा कुलिङ सिस्टम किन छुट्टा छुट्टै दियो एउटा त्यसको किनकि त्यही भनेको मैले एउटाले पनि चलाउन सक्थ्यो यसको यस्तो के हुन्छ भन्दाखेरि खासै हामीलाई ब्याट्रीमा धेरै कुलिङ सिस्टम चाहिँदैन कि ब्याट्रीमा जस्तै धेरै तातोमा फास्ट चार्ज गरेको बेला वा धेरै एकदम हाई टेम्परेचरमा भएको बेला क्या नर्मल 30-35सम्म चलिहाल्छ मजाले ब्याट्री होइन तर यो चाहिँ नर्मल गुड्दा नि 50-55 पुग्छ क्या ब्याट्रीको त्यसको लागि म त काम गर्ने इन्भाइरोमेन्टै फरक भएकोले गर्दा दुईवटा कुलिङ सिस्टम भएको हो कि वर्किङ टेम्परेचरै फरक यसको सेन्सरै छुट्टै भयो यसको सेन्सरै छुट्टै भयो भनौँ होइन मैले किन छुट्टै दियो भनेर यो छिटो तात्यो नि त्यो बिस्तारै तात्यो नि यसो रेडिएटरबाट आउट चाहिँ कता गयो फेरि मोटरमा डाइरेक्ट मोटरबाट हो मोटरबाट रिटर्न रेडिएटरमा रहेछ कि रेडिएटरबाट फेरि रेडिएटर चाहिँ रिटर्न हो ट्याङ्कबाट चाहिँ मोटर हो फेरि त्यसरी हो कि ट्याङ्कबाट मोटर हो। यो के यो त जाने चाहिँ होइन र यो मोटर यो तपाईँको यो भनेको यहाँ मोटरमा आयो दाइ होइन सिधै फेरि मोटरबाटै अनि मोटरले सबै घुमाएर तपाईँको यहाँ गयो मोटरबाट रिटर्न आएर फेरि यो सानो पाइपको चाहिँ यहीँ जान्छ कि फिलअप त चाहियो नि यो के भन्छ ओभरफ्लो पाइप हुन्छ होइन रिटर्नै हो त्यसको लागि पनि त यो यहाँबाट गएपछि त रिटर्न चाहियो नि यो त हाम्रो पुरानै भयो पुरानै हो यो यो विशाल दाईवाला टाइपको ल यो अर्को गाडीमा चिल्लर एकदम यहाँ छ क्या देख्नु मजाले आउँछ यसको चिल्लर यो होइन सर यो हिटर कुलरलाई चिल्लर भन्न रहेछ क्या अनि ब्याट्रीमा गयो क्या सिधै चिल्लर कहाँ छ भन्ने हो होइन चिल्लर चिलमा छ त अनि पम्प यसको पम्प तान्नु पम्पको त्यो पम्प पनि फरक फरक हुन्छ जय सर एउटा गाडीको इबिसिसी लगेर अर्को गाडीमा राख्न मिल्दैन हो सर यो मिल्दैन हुँदैन सर किन हुँदैन सर बिसियु हुँदैन होइन हुँदैन अब मैले यहाँ परेरै भने हो क्या सर इबिसिसी भन्ने कुन मोडलको थाहा छ तपाईँले त्यही त्यो 4 दिनको मिल्छ यसमा त सबै मिल्छ भएन सर, त्यो यस्तो हो क्या भर्जिनै हाल्न पर्ने रहेछ नि सर त्यो गाडी अनुसारको कुनमा तपाईँको त्यो डाटा मतलब इमोलाइजिङ सिस्टम पठाउने होइन मेन 4 दिनको लागि त्यसमा होइन सर त्यसरी पुरानो हालेको तर भएन क्या सर हुन्छ यसमा त खालि यसमा म यो गाडीमा म होइन, तपाईँको कुनमा BCM कोड हुने नहुने कुन हाल्न मिल्दैन भनिदिन्छु BCM हाल्न मिल्दैन होइन PPS हाल्न मिल्दैन सुन्नु न BCM PPS अनि स्टियरिङको लक अनि EPS को मोडुल अनि अर्को खालि मोटर कन्ट्रोल युनिट अरु सब इपिएस मोडुलमा पनि फाइल हुने EPS मोडुल यसलाई जस्तै मैले इपिएस मोडुलमा त खास अरु यो अटोमोबाइल सेक्टरको गाडीहरूमा चाहिँ त्यो बोर्डहरूलाई चाहिँ कस्तो भने पहिला त्यहीँ गरेर ओरिजिनल स्क्यानरहरू भयो भने त्यसलाई न्युट्रल गर्न मिल्छ क्या अनि त्यसलाई कोडिङ गरेर अर्को कोडिङ गरेर हाल्न मिल्छ रिटर्न वाला मिल्यो भने मिल्यो फेरि राइट मात्रै वाला आएको छ क्या फेरि पहिला सुरुमा त रिड गर्छ होइन त्यसपछि राइट गर्न मिल्यो भने मिल्छ अर्कोमा खालि अहिले राइट मात्रै गर्न मिल्छ कि नयाँ हालेर प्रोग्राम त्यही गाडीको लागि मात्रै हुन्छ कि फेरि त्यो यही गाडी एउटा पानीमा डुबेको गाडी के सर होइन पानीमा डुबेको गाडी अनि त्यसपछि कम्पनीबाट तानेर एउटा ग्यारेजमा लिएर आएछ होइन सबै भएपछि चार्ज नभएपछि यो अर्को दुईटा ल्याएर हालेको सर त्यो बुझिसक्यो त्यही मलाई गाडी यहाँ आएर मैले बनाइसकेर पठाइसकेँ त्यो गाडी त्यो मिल्छ अर्को गाडी हाल्नु त्यो इबिसिसीको प्रब्लम होइन त्यो चार्जिङ पोर्टको प्रब्लम हो त्यो उसको के अरे त्यही के अरे भनौँ त त्यो प्रबल मानन्तरको गाडी ब्लु कलर गाडी होइन त्यो गाडी हेरिसकेँ मैले बनाइसकेँ नयाँ हाल्यो भने सर पुरानो हाल्यो नयाँ हालेर पनि भएन नि यहाँ आएर चेक गराइसकेँ मैले चेक गर्न पठाइदिएँ यहाँ जानु भनेर किन बेकार उसले त नयाँ सामान किन लाएको थियो मैले किन पहिला गएर चेक गर्नु यसको प्रब्लम हुँदैन यो अर्को पनि मिल्छ भनेर भने होइन यहाँ पठाइदिएँ अर्को हालेर पनि भएन अनि चार्जिङ पोर्टको प्रब्लम छ क्या टेम्परेचर सेन्सरहरूको तारको प्रब्लम भएर त्यो मिल्छ किन मिल्दैन जस भनेपछि त्यो मिल्छ भन्ने हाल दिमागमा सेट गरे सब सेट यो पनि हल्का हाल्नु मिल्छ यो मैले भने खालि स्क्यान गर्दाखेरि भी नट म्याच भन्छ काम चाहिँ गर्छ क्या डिटिसी आउँछ होला डिटिसी आउँदैन खालि भी नट म्याच भन्छ काम चाहिँ गर्छ सब सर यो पनि मिल्यो होइन यो पनि मिल्यो त्यही त यस्तो हुन्छ क्या सर अब यो हिसाबले त यो नर्मल डिजल पेट्रोल गाडीहरूमा नि मिल्दैन एउटाको अर्कोलाई भन्ने तर त्यसमा चाहिँ अब त्यो सपोर्ट गर्ने स्क्यानर भयो भने त्यसलाई न्युट्रल गर्न मिल्छ क्या न्युट्रल गरेर फेरि कोडिङ गर्न मिल्छ अर्कोमा काम गर्छ क्या यस्तो केसमा फेरि त्यही मोडुललाई प्रोग्रामिङहरू गर्न मिल्दैन हेर्नु होइन काम चाहिँ गर्छ क्या काम गर्न चाहिँ
त्यस्तो कोड आउने अथवा केही हुन बिल नट म्याच भन्छ अर्कै गाडीमा कति गाडीमा एबिएस को मोडल चेन्ज गर्दा पनि त्यस्तो आउँछ नि तर काम चाहिँ राम्रो छ भने काम चाहिँ गर्छ क्या ओरिजिनल जस्तो ल यसमा पम्प हेर्नु 3टा तार के हुन्छ एउटा पावर एउटा ग्राउन्ड यहाँ लेखा हुन्छ सर क्या लेखा हुन्छ त मैले यो कालो ग्राउन्ड भयो सर हैन अनि रातो पावर भयो भनौँ न हैन मलाई अब यसो नर्मली भाषामा के यो ग्राउन्ड होला सर यो सानो भएको हिसाबले यो सिग्नल होला यो पोजिटिभ होला कि सर एकदम पोजिटिभ मोटो होइन बिल्कुल बिल्कुल रातो रातो भने यो व्हाइट रेडमा कालो कालो ग्राउन्ड मिटर टेम्परेचर सेन्सर खोल्नु निकाल्नु त कस्तो हुन्छ हेर्नु त्यो मैले खोलेर राखेको छु फेरि लक लगाइदिन्छु ब्लक भयो कि अब त्यो पनि खोल्नु यो भक्साइकन नि यही त हुन्छ सर लुत्ता हालेर फुत्ता हाल्ने सर यो एमजीमा पेट्रोल इन्जिनमा यस्तो त हुन्छ कहिले के अग्रम बग्रम रमाइलो गर्नु पर्यो नि हैन तर यो मोटरमा चाहिँ लेखेको छैन भन्नु भयो हैन दुईटा पम्प चाहिँ कुन तर कस्तो सेम मोटर अर्कोमा चाहिँ लेखेको म छैन भनिहाल्छु सर म भन्छु यो पाइप कता गयो यसो आउटपुट हेर्नु पर्यो कि आउटपुट यो हिटरको रङ यो उसो हुन्छ सर ब्याट्रीकै हो सर यो अनि तलको मोटरको होइन त मोटर कम्प्रेसरहरू ऊ हो कि हुन्छ रिपेरेबल हुन्छ कि हुन्छ एकछिन त गरेको छैन अब खोलेर थाहा हुन्छ यसमा यसलाई एउटा खोलाउनु सर यो पानीमै डुबेको हो सर होइन कहाँ पानीबाट यो सबै काम गर्ने हो क्या पछि कुनै यस्तो बिग्री गयो भने खोल्नु सर यस्तो बिग्रेको आगोमा मलाई बोलाउनु म पनि सिक्नु ठिक छ बिस्तारै त अब आइहाल्छ नि गाडी बिस्तारै बिस्तारै भइहाल्छ नि हाम्रो राजा आएपछि सबै ठिक हुन्छ भन्थ्यो राजा ठिक छ हाम्रो राजा सब पछि नि त्यो लुप कहाँनिर हुन्छ चाहिँ हेरेको मैले देखेन है सर यो एचबिआई यसमा कहाँ हुन्छ लो भोल्टेज कनेक्टरबाट जानु हो कि यसमा लो भोल्टेज कनेक्टरमा कम्प्रेसरमा लो भोल्टेज तल चाहिँ यो चाहिँ हिटर हो किनभने यसको हाई भोल्टेज नै यहाँ लागिरहेको छ नि त अनि यो चाहिँ चिल्लर एसीसँग कनेक्सन हुन्छ नि त नि यो एसीमा चाहिँ जाने भयो ब्याट्री चाहिँ चार्ज हिट भयो भने चाहिँ यसलाई चाहिँ चिसो पार्छ चलेर हैन चिसो 23 नम्बर चाहिँ यहाँ आउने कहाँनिर हुने 23 नम्बर यो सिट होला ड्राइभरको सिट मुनि हैन हजुर मोडलहरु सबै मोडल